हेर्नु न यहाँ यो चाहिँ कालो अङ्गुर हो क्या, हामीले आफैले रोप्या हो। कस्तो मजाले फलेको क्या हेर्नु न। यो चाहिँ मेरो जेठाजु दाइले किनेर ल्याएर रोप्नु भएको। कस्तो मजाले फलेको पोहोर यो के भन्छ अरे असार होइन चैत वैशाखतिर हो कि कुन टाइमतिर ल्याएर रोप्या हो। ठ्याक्कै यसपालि 1 वर्षमै फल्यो क्या हेर्नु न। कस्तो राम्रो भयो। अझै लहरा हाल्दैछौ त्यता फेदतिर पनि फलेको जे होस् हाम्रो फ्यामिलीलाई खाना पुग्छ क्या अलिअलि। हेर्नु न किनेर खायो भने कति महँगो हुन्छ नि त्यो कालो अङ्गुर त। यो आँप चाहिँ हामीले त्यही सँगै रोपेको हो। रोपेकै वर्ष बोटमै फलेको थियो क्या, 2-3 दाना फलेको थियो। यसपालि चाहिँ फलेन छ। हाम्रो आफ्नै बारीमा केरा पनि छ, फलिरहेको छ, खाइरहन्छौँ। ऊ त्यहाँ एउटा घरी रहेछ सानो, ऊ पाक्न थालिसक्यो पो रहेछ बोटमै। बन्न पर्ने टिप्नलाई ऊ कर्कलो हो, अचार खाने कर्कलो, कालो कर्कलो, सेतो कर्कलो। यसको अचार कस्तो मिठो हुन्छ, बोडी पनि हुँदैछ। यता टमाटर हेर्नु न कस्तो मजाले फलेको छ टमाटर। यता घिराम्ला पनि सानोबाट फुल्दैछ। यो चाहिँ लोकल टमाटर हो। यो चाहिँ आफै उम्रेको होला सायदै हो कि रोप्नु भयो मम्मी बुबाले। यो पनि फलिरहेछ यतातिरै। लिची पनि छ, लिची चाहिँ यहाँ फलेन यसपालि, अर्को सालबाट चाहिँ फल्छ होला। यो चाहिँ सुन कागतीको बोट हो। यो पनि खै पोहोर त टन्नै फलेको थियो, यसपालि फलेन छ कि क्या हो। लोकल यता केरा घरि हालिरहेछ केरा होइन, घरि हालिसक्यो। यहाँ भुइँकटर पनि छ हाम्रो यहीँ, यो पनि फल्छ बेला बेला खान्छौँ हामीले। अनि यता कर्कलो छ यी। यहाँ चाहिँ करेलाको बोट छ। यो चाहिँ हाम्रो यो करेसाबारी उम्रेको आफै उम्रेको लट्टेको सागहरू। यो चाहिँ म बेलुका उखालेर तरकारी बनाउने भयो। यहाँ छ यो नयाँ साग हो। यो चाहिँ हल्का बास्ना आउने खालको साग रहेछ। यसको चाहिँ बिउ राख्नलाई यो राखेको हो, अरू चाहिँ उखालेर फाल्यौँ। यहाँ यो भेन्डी पनि फलिरहेछ। यो चाहिँ थोरै छ भेन्डी त, यहाँ त 2-4 बोट छ। बारी नाङ्गै छ, मकै रोपेको यहाँ उम्रिन बाँकी छ। यो भेन्डी चाहिँ अब खेतको ल्याएर खाइरहेछौँ तरकारी चाहिँ। टमाटर यता पनि छ। यता चाहिँ यहाँ लौका छ, लौका फलिरहेछ। लौका 4-5वटा खाने बेला भएको छ। जौ हेर्नु न, जौ हेर्नु न यहाँ पूजा गरेर पानी ल्याएर मलमा फालेको हो, त्यो पानीबाट उम्रेको जौ हो क्या। यो चाहिँ लट्टेको बोट त यहाँ पो कस्तो राम्रो भएको रहेछ लट्टे। यहाँ ताटे सिमी, यो पनि तरकारी फलेपछि खान मिठो लाग्छ। यो लट्टेको बेलुका तरकारी बनाउँछ। मुन्टा खाने फर्सी। हाम्रो चाहिँ अम्बाको रुख पनि थियो, 12 मासे अम्बा काटिदिनु भएछ यसपालि। कस्तो फलिरहेको छ, खाइरहन पाउँछ, कति मिठो छ यो अम्बा। इस्कुसको बोट हेर्नु न, इस्कुसको बोट हेर्नु न, इस्कुसको बोट। मुन्टा हेर्नु न, मुन्टा इस्कुसको मुन्टा पलाउनु थाल्यो। कागती पनि फलिरहेछ यहीँ। यो चाहिँ अर्को 12 मासे कागती हो क्या, यो पनि फलिरहेको छ, कहिल्यै टुट्दैन। जुम गरेर देखाउँछु। दाना फलिरहेछ मजाले। हाम्रो चाहिँ यहाँ करेसाबारीमा सालको रुख पनि छ। यो चाहिँ पहिले मम्मी बुबाले रोप्नु भएको। अनि यो सालको रुख अस्ति बाबुहरूले काट्दैछ, फेरि पलाएर यत्रो भएको छ। फर्सी यता पनि रहेछ। यहाँ घिराउला यस्तो सानो बोट छ, घिराउला हेर्नु न फल्न थालिसकेको पो रहेछ, देखेको पनि थिएन है। 1, 2, 3, 4, 5वटा एकसाथ ट्याक्क हुने रहेछ घिराउला। यो फर्सी चाहिँ यतापट्टि घरको आन्टीको घरको फर्सीको फोटो भिडियो बनाइरहेको छु मैले। यो चाहिँ हाम्रो घरको होइन, यो चाहिँ घिराम्लाको बोट त यता पनि रहेछ सानो, भर्खर उम्रेको, टन्नै उम्रिरहेछ यहीँ। मम्मीले रोप्नु भएको होला यो। हेर्नु न यो बोट काटेको अम्बामा पनि पुरा कोपिला र दाना लाग्नु लागिरहेछ क्या। यस्तो राम्रो छ यो अम्बा। देखाउने कुरा चाहिँ सकिएछ। अब आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ, बाई बाई।